नमस्कार। युगहरू परिवर्तन भए, सत्य, त्रेता, द्वापर, अहिले हामी कलीमा छौँ। हावापानी परिवर्तन भयो, सुविधाहरूमा परिवर्तन आइसक्यो, शिक्षाको गुणस्तर परिवर्तन भइसक्यो, समाज परिवर्तन भइसक्यो। तर मानिसको आचरण, सोचाइ, चरित्र उस्ताको उस्तै पाइरहेको छु। चाहे जस्तोसुकै परिवर्तन आओस्, सायद यस्ता गुणहरू भनौँ या अवगुण जन्मजात हुँदा रहेछन्, परिवर्तन नहुँदा रहेछन्। त्रेता युगको रामायणमा रावण लङ्काको राजा भएर पनि देखाएको चरम घमण्ड र उसको विनाश, विभीषणको परभक्ति, लक्ष्मणको आज्ञाकारिता र दाजुभक्ति र उनको मृत्यु, सीताको पतिव्रता र उनले पाएको सजाय, हनुमानको अतुलनीय समर्पण, कैकेयीको स्वार्थ र मन्थराको उक्साहट, अनि शूर्पणखाको नेपो बेबी क्यारेक्टर। त्यस्तै द्वापर युगको महाभारतमा कंसको अहङ्कारिता र शङ्का, विदुरको नीति तर लाचारिता, शकुनी जो आफै केही बनाउँदैन तर अरूको घर परिवार भाँड्न र बिगार्न उद्यत, दुर्योधन जोसँग सम्पूर्ण वस्तुहरू भएर पनि अरूको वस्तु र हकमाथि नजर गाड्ने, धृतराष्ट्र जो आफ्ना प्रिय व्यक्तिहरूको जस्तोसुकै गल्ती भए पनि नदेखे जस्तो गरी टाकछोप गर्ने र अन्याय हुन दिने, भीष्म पितामह जो सबैको सर्वमान्य भएर पनि अन्यायको विपक्षमा आफूलाई उभ्याउन नसक्ने, युधिष्ठिर जो शान्ति कायम हुन्छ भनेर चुप बसिदिने र अरूको गल्ती सहेर आफ्नो सबै गुमाउँदा मात्रै चाल पाउने, थाहा पाउने, कर्ण दानी, पराक्रमी, मित्रप्रति निष्ठावान भएर पनि अभागी, कृष्ण जो बिना कुनै स्वार्थ मानिसहरूको हक, अधिकार र न्यायको निम्ति बाटो देखाउने, लड्ने। फरक यति हो, पहिले पहिले कथामा युद्ध मैदानमा हुन्थ्यो, अहिले त्यही नाम, भूगोल र चेहरा उस्तै नहोला, तर फरक फरक भेष र चेहरामा हिजो आज देशमा, समाजमा, हरेक परिवारमा, घरहरूमा र हरेक मानिसको आचरणमा, सोचाइमा, दिमागमा, मनमा अझै पनि जताततै कायम देखिरहेको छु मैले ती सबै पात्रहरू। यहाँहरूले पनि अन्दाज गर्नुभएको होला, यसो सोची हेर्नुहोस् त, यी सम्पूर्ण पात्रहरू तपाईँकै वरिपरि अहिले पनि विद्यमान नै छ। मलाई त यस्तो लागिरहेको छ। हजुरहरूलाई कस्तो लागिरहेछ कुन्नी? आजलाई यत्तिकै, हस्।